धेरै पछि हाम्रो दिवित सुपर भिआइपी डिलक्स भेटियो। रानीपानी वालिङ पोखरा काठमाडौँ पूर्तिघाटबाट आउँछ यो चाहिँ। ड्राइभर पिओभी गाइज। स्याङ्जा गण्डकी वालिङ चनौली मेकौली। अब आज चाहिँ यसको रिभ्यू पनि डिमान्ड आएको थियो, आज हुने भयो पुरा। वालिङबाट मेकौलीको 900 जितपुरको 1000। अचाल डेली पानी पर्ने कि त्यही भएर लौ न। ओ यो गाडी क्या उठाएको? टुरिस्ट रोयल स्याङ्जा हो यसको चाहिँ। यो चाहिँ बुस्टुङ रुद्रवेणी मिर्मी वालिङ। ल सम्पर्क नम्बर यसो मेरो च्यानलले प्रमोट हानिदिनु त सब्सक्राइबर बढ्छ कि। लगाइज आज चाहिँ मैले मेरो एउटा प्रिय मित्र हाम्रो म त बागलुङ है के अरे तिम्रो नाम? किरण। ओ ना प्रिय मित्र हाम्रो प्रिय मित्र किरण रेग्मीलाई म चाहिँ भिडियोमा लिन चाहेँ। यिनले गर्दा अब मैले यस्तो भिडियो बनाउनु पाएको, नत्र कोर्समै भन्नु पर्थ्यो नि त। एआई किङ अफ द एआई 100%। हेलो भन मेरो अडियन्सलाई। हेलो एभ्रीवन। यिनी चाहिँ एकदम मेरो यहाँको बेन्चमेट इन्फर्मेटिक्सको। के भन्नु छ? सबैजनाले हाम्रो जीवनको ब्लगलाई सब्स्क्राइब गरिदिनु। यिनले चाहिँ 7वटा गरिछु। यिनले चाहिँ बागलुङ गयो न त, त्यही भएर यिनलाई आइच गइच गर्न मजा आउँछ कि। एउटा बोल्देऊ न ल। कस्तो बोल्दै भनेर बोल्दा बोल्दै आउने हो नि। आओस् न त। म अब घर गइच भन्देऊ। अब म घर जान्छु। गइच भन न। भन्दैन नि मैले। चतुर्सुकी हुन्छ र। प्रेसर युज प्रेसर यिनले गर्दा चाहिँ अन्त मलाई जिएस कोर्सवर्क सबमिट गर्न एकदम सजिलो भयो। यिनले गर्छन् कोर्सवर्क, मैले चाहिँ डकुमेन्टेसन बनाउँछु। अन्त नत्र त कहाँ सकिन्न। त्यही अब चाहिँ जाम ल। यिनलाई मेरो भिडियोमा मैले देखाइरहेको छु। फर्स्ट इयर सकिन लाग्यो नि त। ल सर जानुभयो हाम्रो। अब के भन्छ अरे लास्ट डेको फर्स्ट इयरको लास्ट डेको पहिलो क्लास सकियो। के छ बाग्लुङ? एन्सम छ नि। हामी चाहिँ यहाँ डकुमेन्टेसन गर्दैछौँ अन्त कोर्सवर्क सबमिट गर्नु हो। आज यसो भ्लगमा हालिदिउँ न हाम्रो स्कुलको भनेर। कलेजमा कि स्कुल भनिदियो। यो चाहिँ हाम्रो लेक्चर हल हो नि त। यसमा 90 जनाहरू चाहिँ 90 जना टक्क लगाएर हामी चाहिँ अब यहाँ यति बेला सबमिट गरौँ पहिला, अनि बल्ल अरू काम गरौँ ल। म यसो कलेजको टुर दिन चाहन्छु। यो लाइब्रेरी, यता ग्राउन्ड, यता बस्ने ठाउँ छ, यता क्लास। यो चाहिँ लेक्चर हल, 2टा लेक्चर हल छ हाम्रो। मुनि क्लास छन्। यता किरण छ न क्या छ। 2टा लेक्चर हल छन्। अरू चाहिँ क्लास, अरूमा 33 जना छन् है। एउटा पिरियड सकियो। 2टा पिरियड हुन्छ दिनमा। अब बिचमा 1 घन्टा ग्याप छ कि। त्यही भएर हामी 2टा हिँड्यौँ घरतिर सबमिट गर्न कोर्स। घर खाना खान्छौँ यो बिचमा चाहिँ। आज चाहिँ पसल बन्द हो, म बाहिर खान्छु। त्यही घर अर्को लास्ट पिरियड हामीलाई। यता चाहिँ पार्किङ छ। यहाँ चाहिँ सबै आफ्नो स्कुटर बाइकमा आउने। स्कुल बस छैन। मेरो स्कुटर यता लगाइज। म चाहिँ घर आएँ नि त। यो चाहिँ सकेँ। हेडर फुटर नि हाल्दै गएँ टक्क लाएर हो यस्तो। अन्त अब चाहिँ सबमिट गर्न मात्र बाँकी हो। हामीले यो खास बनाएको के देखाउँछ है त। यो चाहिँ हाम्रो जाभाको हो नि त। जाभाको कोर्सवर्क हामीले बनाएको चाहिँ जिमको लागि हो। यसमा चाहिँ टक्क लाएर यो जिम म्यानेजमेन्ट सिस्टम आइडी यताउता यो प्राइस राइज यो सबै गर्न मिल्छ। एकदम के फुल फङ्सन हो क्या। टक्क ल जिममा लगेर दिए नि एकदम सहिलो। यो रिड फ्रम फाइल गरेर सेभ फाइल गर्दा त पुरा एक्सलमा गएर नि बस्छ। दामी हो। त देखाउनलाई चाहिँ अहिले म भ्याउँदिनँ। अब म कलेज जानुपर्छ। यही हो। अनि के भन्छ अरे पानी परे पोखरामा चाहिँ 2 बजेपछि पानी डेली। कहिले 2 कहिले 3। त्यही भएर भिडियो बनाउनु पनि पाइएन नि त। अनि अब आज चाहिँ म वालिङ जान्छु। हाम्रो आज फर्स्ट इयरको लास्ट डे हो कलेजको। अझै एउटा पिरियड छ। अबको पिरियड चाहिँ रूपा भन्ने क्लासमा। क्लासको नाम नि थरी रूपा, माछापुरे, अन्नपूर्ण, फेवा, तिलिच, बेगनास, अनि युकेको बिग बेन, किङस्टन के छ नि त। त्यही अब चाहिँ क्लास अफिसियल्ली सकियो पढाएर। अब इक्जाम छ यही महिनामा। अब इक्जाम मतलब इक्जाम भन्दा पनि भाइभा। अब इक्जाम त यही कोर्सहरू हो।
एउटाको चाहिँ इक्जाम छ अनि एउटाको प्र्याक्टिकल, अरू 4वटा विषयको भाइभा यति, अनि फर्स्ट इयर सकिन्छ। त्यही अब चाहिँ भिडियो आउँछ वालिङतिरै बनाउँछु। यो चाहिँ यसो सर देखाइदिउँ न भनेर लास्ट दिनको त्यही हो। अब चाहिँ यो पछि यसो क्लासमा गएर तँ नि देखाउँछु मैले, अनि क्लासबाट हिँडेपछि बल्ल बाँकी है त बसको। हेलो रूपा हो क्या? धेरै टाढा छैन आज, भेइन आज भ्याइयो क्लास सकियो, फर्स्ट इयर सकियो नि। यसो हाम्रो आइसिपीलाई देखाइदिउँ भनेर हो क्या, राम्रो छ नि अन्त। बाटो कति धेरै हुन अन्त पार्किङ। क्लास सकिँदा कस्तो फिल भइरहेको? एकदमै रमाइलो भइरहेको छ, अझै टेन्सन गएको छैन। इक्जाम बाँकी छ हल्का पोर्सक। ल सकिएपछि चाहिँ 4 महिना सिधै तिहार पछि। ल बाई बाई आइसिपी लन्डन। एक कता भागेको र भाइ। लगाइज वेलकम टु माई च्यानल फ्रम वालिङ। अब मेरो कलेजको भिडियोहरू सकियो, अब चाहिँ बसकै भिडियो सुरु गरौँ। धेरै राति भिडियो नबनाएको 5 दिन भइसकेको थियो। पानी पर्छ, डेली भिडियो हाल्नै पाइन्न। अनि आज चाहिँ म र हाम्रो कविराज यसो सर र वालिङदेखि बयर गएरसम्म जाऊँ, बाटामा जति बस भेटिन्छ सबको भिडियो हालौँ भनेर आएको। सुरुमा चाहिँ दिवित भेटियो, अब दिवितबाट सुरु गरौँ है त्यो भिडियो। धेरै पछि हाम्रो दिवित सुपर भिआइपी डिलक्स भेटियो। दाइ हाई गरिदिनु भिडियोमा, हाम्रो गाडीको दाइ। अब यसको भिडियोबाट सुरु हुन्छ है त मेरो भ्लग आजको टक्क। अन्त पहिला बाहिरकै देखाउँ न कि भित्रबाट सुरुवात गर्ने? नम्बरहरू सब हटाएछन् कि है? पुरानो दाइल चलाउने गाडी हो पहिला, अहिले त अब अर्कै दाइल चलाउनुहुन्छ। यो गाडी दामी छ है जियोस्, पर्वत गएको होइन। यहाँ पुरानो दाइको नम्बर थियो, 98 मात्र भएछ। नेपाल दिवित डिलक्स पट्टावाला गाडी हो यो चाहिँ, इयर होइन। रानीपानी वालिङ पोखरा काठमाडौँ पूर्तिघाटबाट आउँछ यो चाहिँ। ल भित्र जाउँ। आज चाहिँ हाम्रो साथमा छन् कविराज ह्यान्डसम। हेलो भन्दै यो जीविकाको हो। यिनले के सोच्छन्? ल भित्र जाउँ है त। क्याबिनबाट सुरु गरौँ। मैले यसको एउटा भिडियो पहिला नि बनाएको थिएँ, अन्त यसको क्याबिन भनेको मलाई एकदम बेस्ट लाग्छ है। पुरानै भिडियो हेर्दै हुनुहुन्छ भने हजुरको सम्झना आउँछ यहाँ बस्दा चाहिँ। हेर न कति ठुलो छ यो, तानी यस्तो मस्त स्पेस छ, यो तानी स्पेस छ टक्क। कतै नठाउ है जान्छ। हुन त यिनको लाइसेन्स छ, यिनलाई त थाहा छ, भन्नु पर्दैन। त्यही हो र हाम्रो नयाँ गुरुजी। ए होइन नआल क्याबिनका साथ। अब हामी चाहिँ भित्रको देखाऊँ। यसको ढोका यता खान्छ ठ्याक्क, त्यही भएर यसको क्याबिन ठुलो भएको। अब सिट चेक गर्ने अब ड्राइभर साहब गुरुजी। कडा हाई कडा। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 सिटर रहेछ है त्यो। गल्ली स्पेस नि राम्रै छ है, नराम्रो होइन। तर भन्नुपर्दा सोफा भन्दा यस्तो खालको सिट कम्फर्टेबल हुन्छ नि। हुन्छ क्या र बस नि एउटामा हेर न आफै। हेर लेग स्पेस गाइज, लेग स्पेस चाहिँ धेरै खाएछ। अब यिनी ठुलै छन्, म अन्त ठुला खाने इन्जन। ल लेग स्पेस भनेको एकदम बब्बाल अन्त टक्क। झ्याल सबै खुल्छन्। एसी गाडी होइन यो, डिलक्स हो। एसी चाहिँ चल्दैन। छनलाई चाहिँ छ तर सोपिस हो, माथि छैन त्यसको टाउको। अब हाले छुट्टै, पछि हाले छुट्टै कुरो। डिलक्स हो। अब एसीको भाडा भनेको स्याङ्जा गण्डकी जुन रानीपानी काठमाडौँ छ नि, त्यो चाहिँ एसी हो। अरू किन्जल र यो चाहिँ डिलक्स हो है। एकदम सिट एकदम कम्फर्टेबल छ। होइन एसीको फरक छ।
चार्जिङ पोर्ट चाहिँ सही रहेछ है। यस्तो ठिक हुन्छ कि अझ यहाँ दुईटा युएसबी उसवाला भएको नि सही हुन्छ। ए हाम्रो सन्जोग गयो वीरगञ्जको गाडी। कन्ट्याक्ट नम्बर चाहिए, कन्ट्याक्ट गर्नु होला। अहिले चाहिँ बाटो बन्द छ, त्यही गाडी चाहिँ वालिङमै छ है। ड्राइभर पिओबी गाइज, साथी गाडी साथीकै हो। टक्क यसको जजमेन्ट हान्ने कसरी यति सिसाबाट नि त गाडीहरूको यो लुकिङ ग्लासबाट खतरा देखिन्छ कि, तर पुरै यसको यो सिसा मिलाउनु पाउनु त मेरो हिसाबले यो उस छैन, खतरा पुरै छ्याङ्गै देखिन्छ कि। ल यता चाहिँ हाम्रो पोखराका वालिङका अगाडि भित्रको साथी पनि आयो है त। ल साथी एयर सस्पेन्सन विथ एसी लेख्या, तर यो इयर बस चाहिँ होइन, पट्टावाला गाडी हो। कहीँ रोक्ने यसै गाडी चाहिँ आज हाइट त ओहो हो त, मतलब हुनु ग्राउन्ड क्लियर हुन्छ र पुरा मुक्ताङ जाँदा पनि छोड्ने हो त। हामी यो वालिङमा गाडी धुने टक्क ग्यारेजमा आयौँ अन्त गाडी धुने बनाउनु। यहाँ चाहिँ अर्को गाडी भेटियो हाम्रो, स्याङ्जा गण्डकी वालिङ चनौली मेघौली। अब आज चाहिँ यसको रिभ्यू पनि डिमान्ड आएको थियो, आज हुने भयो पुरा। यसको चाहिँ दुईवटा गाडी छ, मेघौली जाने स्याङ्जा गण्डकी यातायात प्रणालीबाट, अर्को वालिङ स्याङ्जा पोखरा नारायणघाट चनौली मेघौली। यो चाहिँ पोखरा साथी यातायातमा बनेको, साथी ग्यारेजमा बनेको गाडी हो। यो पुरा मिर्मीको गाडीको डिजाइन कपी गर्न खोजेको होला यो नि त, तर अलि भएन है, सिधा कुरा। नत्र अरू चाहिँ कलर सलर सेम स्याङ्जा गण्डकीको जस्तै, सिसा चाहिँ सबै खुल्छ। यो चाहिँ पट्टावाला हो। चाहिँ मेरो स्कुटर पानी झन् परिसक्यो, यता गण्डकी र शिव पार्वती छन्, यिनीहरूको पनि भिडियो बनाउनु अहिले। यता यो पृथ्वी छ धोइखान, बालिङ पोखरा चितवन डिलक्स। यसमा एसी पनि छ सायद, छ क्या। भित्र गएर देखाउँछु कस्तो छ गाडी चाहिँ। बिच आयो त ढोका। ल हजुरबाटै सुरुवात गरिदिउँ न त। उहाँ चाहिँ हाम्रो दाइ, नाम भनिदिनु यसो। मेरो मनोज बस्याल। मनोज बस्याल। अनि यो गाडीको? यो गाडीको चालक। चालक। अनि के अनुसार यो गाडी कति बजी छुट्छ नि वालिङबाट? 7:15। 7:15। म ठ्याक्कै खाना जाँदा खाना पृथ्वी कहाँ देखिन्छ कि। अनि म मेघौली पुग्ने? मेघौली 2:30 बजे। अनि उहाँहरू छुट्ने चाहिँ? बिहान 5 बजे। यसो नम्बर नि भनिदिनु। म कन्ट्याक्ट नम्बर चाहिँ 98 560 09254। अनि भाडा कति? भाडा यहाँ वालिङबाट मेघौलीको 900, जितपुरको 1000। ल ठिक छ। सेवा गर्ने मौका दिनु होला। पुरै खिच्छु। ए क्याबिन ठुलो रहेछ यसको नि। त्यो फरक देख्यो नि, मैले भन्थेँ नि त्यसको ठुलो क्याबिन भनेर। त्यसको यो ढोका यता थियो नि त। ल यताको चाहिँ मस्त छ स्पेस। हाम्रो कविराले चेक गरिरहन्। अब यिनलाई नि गाडी लाइनमा ल्याउनु थालेको कि। यो टाटाको गाडी हो। यहाँ दुईजना हट्छन्, अब हाल्नै पर्छ सिस्टम। यसको यो सानो रहेछ है। ल अब भित्र सिटहरू देखाऊँ। के सिट यस्तै हो कि। ड्राइभरको सिट अनकम्फर्टेबल भन्दैछन् यिनले चाहिँ। फेरि ड्राइभरको सिट कम्फर्टेबल भयो भने त फेरि निदा होला नि। कुरो त नि हो नि भनेर अब यता यहाँ पसिनाले भिजिया पुरै। बाहिर चाहिँ पानी परेको छ, भित्र चाहिँ पसिनाको धारा चुहिएको छ। गाह्रो छ गाह्रो। भिडियो चाहिँ धेरै गर्न हालेको। अब चाहिँ मेरो फर्स्ट इयर सकियो लगभग। इक्जाम त बाँकी छ, यसो 2-4 दिन कहिले कहिले हुन्छ नि त। अनि चाहिँ बस जर्नीहरू बनाउने। खास मैले बस जर्नी नै यो बनाउने भनेको, तर अब रिभ्यू गरेर चित्त बुझाउनु पर्यो। त्यही यता चाहिँ टिभी। आफ्नो सामानको सुरक्षा आफै गर्नु होला।
हराएको खण्डमा कम्पनी जिम्मेवारी हुने छैन। सही हो, यो चाहिँ आफ्नो जिम्मा आफै सामानको। स्पिकर छ, ऱ्याक भयो, सिटहरू चाहिँ कति उठान गर्ने र 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 सिटर रहेछ। ल सिट चाहिँ सोफा सिट राम्रो छ, कम्फर्टेबल छ। सिट चाहिँ फोल्डिङ पनि खतरनाक हुँदो रहेछ, तर यो अलि सानो भयो जस्तो माने मैले चाहिँ कम्पेरिजनमा अरू यसै हेर्दा। अनि यो मोटो हुने कि यो मोटो भयो भने फेरि कस्तो ढाडे यस्तो कुप्राइदिन्छ कि। यो फोल्ड नगरिकन बस त भाइ, कस्तो लाग्छ तिमीलाई? अब यो भित्र फाइबर हुन्छ क्या, अब मिलाएर हाल्ने भने त घचक्क दब्छ के अरे सोफा चाहिँ। त यो यसको फोल्डिङ सिस्टम चाहिँ यस्तो खालको रहेछ। यो पोका झुन लाग्यो, बस नि त्यहाँ एकपालि। ल बस्दा तिमीलाई यो जुन यो माथिको भाग नफोल्ड नगर न, यो माथिको भाग मोटो छ नि त, कस्तो लाग्यो त्यो? यो यसले यस्तो गराइदियो नि त ढाड, अब फोल्ड गर्दा चाहिँ ठिक हुन्छ। यस्तो त कहाँ सुतिन्छ र? ल फोल्ड गर नि, फुल फोल्ड गर नि। फोल्डिङ चाहिँ खतरा हुन्छ नि त लेग स्पेस नि त। तर यो सिट अब फरक के हो भन्दा यो सिट फुल छ नि त, अब यहाँ घुस्न मिल्दैन यस्तो खालको झ्याउ। यहाँ त्यति साह्रो फोल्ड गर्न चाहिँ हुँदैन, ठिक्क फोल्ड गर्ने। गुड। ल कस्तो लाग्यो सिट फोल्ड गर्दा? अरूबाट रिभ्यू सुनेको राम्रो। फ्यानहरू छ, एसीहरू छ, एसी गाडी होला। अब यो इयर इन्टेक नि छ भने चाहिँ एसी नै हो। कहाँ हो र मेगौली भनेको? मैले पनि चिन्दैन मेगौली भनेको कहाँ चाहिँ, कमेन्ट गर्नु होला। यता नारायण घाटतिर कता कता भन्ने चाहिँ सुनेको हो। सिटी अगाडिको चाहिँ फोल्ड छैन, लेग स्पेस राम्रै छ, फोल्ड गर त। भयो यहाँ आन्दा हुनु, यतिसम्म ठिक छ। त्यही हो, म फोल्ड गर्दा त फोल्डिङ चाहिँ यो सहिलो रहेछ, घचक्कै दबाइदियो भने ठिक रहेछ। यो चाहिँ यो सुतेर जानु त ठिकै हो, तर यो डे गाडी हो, त्यति उस नि हुँदैन। ल रिटर्न। त्यही गाइज वालिङ मेगाउली स्याङ्जा गण्डकी चाहिँ यही हो। अर्को चाहिँ सोस्तानी डिलक्स छ, त्यो चाहिँ भेट्यो, त्यसको पनि बनाउँदा पछि कस्तो लाग्यो कमेन्ट गर्नु होला। यसको चाहिँ डिमान्ड आएको थियो, कमेन्ट आएको थियो मलाई। अब चाहिँ शिव पार्वती छ साइडमा, शिव पार्वती नै गएर यसो हान्न सकिन्छ। हाम्रो टार्गेट चाहिँ बयरगाडीसम्म हो। बयरगाडीमा नयाँ गण्डकी छ नि, त्यहाँ पेट्रोल पम्पमा देखाएको थिएँ हिजो आउँदा। मैले पनि रियलमा देखेको त्यही हो, रियलमा देखाएँ होइन, त्यसको पनि भिडियो बनाऊँ भनेर कि सबैले हालेँ, मैले मात्र नहालेको। भेटेकै छैन, कसरी हालौँ? अचाल डेली पानी पर्ने कि, त्यही भएर लौ न। ओ यो गाडी क्या उठाएको बाबे, आर पारै देखिया त। हुन त अब जाने ठाउँ अनुसार नै हुन्छ के अरे। रोयल स्याङ्जा है त। ओ जेबी ब्लक स्कुटर रहेछ। यो गाडी नि यसो बाहिरबाट देखाउँ खोइ त। टुरिस्ट रोयल स्याङ्जा हो यसको चाहिँ। यो चाहिँ बुस्टुङ, रुद्रवेणी, मिर्मी, वालिङ, पोखरा, काठमाडौँ। यसको चाहिँ कति 3टा हो कि कतिवटा गाडी थियो सुरुमा, अनि एउटा हो कि 2टा चाहिँ मल्ल संसारलाई बेचेको पोखराको। त्यो मल्ल संसारको गाडी यो होला। यति त एक्सिडेन्ट भयो नि, 3चोटि त मैले देखेँ होला त्यो एक्सिडेन्ट भएको। त्यही हो, राम्रो छ। अस्ति मेरो एउटा साथी यसैमा गएको थिएँ, किरिस। शिव पार्वतीको भिडियो गराउँला भनेको चाहिँ ऊ त्यहाँ मुनि मान्छे घुसिया रहेछन्, बनाउँदै होला नि, त्यही भएर त्यसको मैले अहिले बनाएन। यसको चाहिँ ढोका लाग्यो। गाइस बाहिर चाहिँ पानी दन्कियो, यस्तै हो मौसम अचाल, त्यही भएर त भिडियो बनाउनु पाइएको छैन नि। हामी चाहिँ यो मेगाउलीकै गाडीभित्र छौँ है, यस्तरी पानी परेको है। जति पानी परे नि उफु, गर्मी त लास्ट। लगाइज आदिगङ्गाको गाडी चाहिँ आयो, क्यार क्यार गरिरहेको छ यता।
यता उसन हाम्रो साउजी यो गाडीको आज क्रिसलाई लिएर आएको कि भिडियो बनाउनु हेलो भन्दै यता हेलो भन्नु भिडियोमा के भन्नु के छ युट्युबमा भिडियो हालिएकै छ भाइरल भइएकै छ के मार्केट खाइदिएको उत्तिखेरै यहाँ बस्नु इन्टरभ्यू लिगम हल्का ओके कुन दाइले ती भन्दा भयो जेसीबी त ल सम्पर्क नम्बर यसो मेरो च्यानलले प्रमोट हानिदिनु त सब्सक्राइबर बढ्छ कि अघि एउटा गएको नि गाडी देख्नु हजुरलाई नि यसो देखाउने लगाइछ भिडियो चाहिँ यति नै हो पानी परिदियो त्यही भएर अब उता बएर गाडीतिर जान पाइएन अनि अरू बसको बनाउनु पनि पाइएन अब चाहिँ यो पछि चाहिँ हाम्रो कल्पना एयर बसकै आउँछ है म चाहिँ भोलि मुक्तार जाँदैछु त्यही हो अब यो हेर्नु होला यसो सब्सक्राइब नि गर्नु होला अनि बाई अहिलेको लागि चाहिँ बाई